तीज लाग्यो कि क्या हो? कहाँ तीज लाग्नु नि? हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आजको दिनको सुरुवात चाहिँ चियाबाट। अनि हामी चाहिँ यसरी काटकुट गऱ्यौँ। यता तातो तातो सेलरोटी पाक्दैछ, यता काँक्रा कटाइँदैछ, म चाहिँ यता दुध छान्दैछु होइन। अब आज चाहिँ के विशेष छ भनेर चाहिँ हेर्दै गएपछि थाहा पाइहाल्नुहुन्छ तपाईँहरूले। म चाहिँ चामल भुट्न थालेँ, अनि 2 लट चामल भुटेँ। त्यस पछाडि करेला र आलु भुट्न थालेँ। एकछिन करेलालाई भुटेपछि चाहिँ आलु राखेँ, मिठो हुन्छ नि त यसो गरेर भुटेपछि चाहिँ। अनि यता चाहिँ सेकेन्ड लट चिया पाक्दैछ हाम्रोमा चाहिँ। अनि दाल पनि पकाइसक्यो होइन। अब सबै थोक पाक्दैछ। करेला पाकिसकेर खन्याएर यता मैले ढकने पकाउनको लागि दुधमा चामल हालेँ। अब एकछिन बिस्तारै बिस्तारै हामी गफ गर्दै पकाऊँ है त। यो चाहिँ यत्तिको भएपछि चाहिँ यसमा मैले ल्वाङ सुकमेलहरूको टुटो राखेर चिनी राखेर एकछिन पकाएँ। अनि त्यस पछाडि चाहिँ यो पकाइसकेपछि चाहिँ हामीले के गर्यौँ भनेपछि अचार बनाउनतिर लाग्यौँ। अब काँचो मटर कतिजनालाई मन पर्दैन नि त, अनि त्यही भएर एकछिन मटर चाहिँ तेलमा पुराएर यसरी हालेर यसलाई चाहिँ मजाले मसी मोलेपछि यस्तो मिठो परेको अचार भएको थियो कि के भन्नुहुन्छ र तपाईँहरू। आएर खाँदा मात्रै थाहा पाउनुहुन्थ्यो। अनि यहाँ बाहिर चाहिँ श्राद्ध गर्दै हुनुहुन्थ्यो। आज चाहिँ मेरो चाहिँ बुढी होइन कुप्री सासूको श्राद्ध थियो। अनि गर्दा गर्दै मलाई चाहिँ फोन आएर माइत जानुपर्ने भयो। अनि म चाहिँ रेडी भएर माइत गएँ। अनि माइत गएपछि चाहिँ मैले माइतबाट चाहिँ मम्मीलाई लिएर हस्पिटल गएँ। मम्मीको चाहिँ आज हस्पिटलमा पालो थियो। अनि मम्मीलाई माइतबाट लिएर गएर हस्पिटल देखाएर अनि मम्मीको एकछिन काम सकेपछि चाहिँ अनि हामी एकछिन बिरतावनमा अलमल भयो। अनि मम्मीलाई खाजासाजा खुवाएर अनि हामी चाहिँ फेरि घर फर्केर आयौँ। अनि भोक लागेको थियो नि त, अनि आएर हतार हतार खाना खायौँ। यस्तो मिठो भएको थियो कि साथीहरू।